साथी हो हाम्रो त लेकतिर पनि यस्तो राम्रो राम्रो बाछीहरू जन्मिन थाल्यो है यहीँको हजुरहरूकोतिर कस्तो कस्तो छ के छ हाम्रो त गाईहरू पनि मसिना मसिना भए पनि चिटिक चिटिक परेका छन् यस्तो स्याहार चाकर गरेर राखा गाईहरू छ हेर्नुहोस् न कस्तो बलियो बलियो छ गाईहरू कस्तो बलियो बलियो गाईहरू छ दुध पनि राम्रै दिन्छ यो गाई फर्म हो फर्ममा यस्तो छ पानी त्यहाँ अटोमेटिक मर्छ त्यो भरिएपछि त्यस्तै छ हाम्रोतिरको चाहिँ तर भिडियो त्यसो बनाएर चला खिचेको त्यो जम्मै ठाडो बनाउँदा सब जाँदो रहेछ अलि नराम्रो देखिने भयो त्यस्तै छ यो गाई ट्याग बिमा गरेको आज इन्सुरेन्स गरेको थियो आज इन्सुरेन्स गर्ने क्रममा फोटो भिडियो बनाएर यसो हजुरहरूलाई हालिदिएको छु हेर्नु होला कमेन्ट गर्नु होला कस्तो छ भनेर हाम्रो चाहिँ यस्तो छ दिनचर्या यसरी नै बित्छ गाई थलामा गयो यता गयो उता गयो कुदो एक दुई लाती खायो फर्क्यो आयो गाईबस्तुको यस्तै छ भुइँमा म्याट हालेको छ काउ म्याट माथि आनन्दले बस्छन् हिलो लाग्दैन ढुक्क छ धनीले सफा गरेको छ